A set S in real number R is closed if it contains all of its limit point. एउटा कुनै सेट S छ जुन रियल नम्बरको सबसेट हो अथवा त्यो रियल नम्बरमा छ, त्यो त्यति बेला मात्र क्लोज्ड हुन्छ जति बेला यसका लिमिट पोइन्टहरु सबै यसैमा एक्जिस्ट गर्छ। अब हामी यो प्रुभ गर्न जाँदै छौं दुईवटा तरिकाले। एउटा फरवर्ड इम्प्लिकेसन, सेट S लाई क्लोज मान्ने अनि लिमिट पोइन्ट सबै त्यसैमा छ भनेर। अर्को हामीहरु यसलाई प्रुभ गर्छौं ब्याकवर्ड इम्प्लिकेसन अथवा कन्भर्सबाट। एउटा सेट S मा सबै लिमिट पोइन्ट छ भन्ने एज्युम गर्ने र सेट S क्लोज छ भनेर प्रुभ गर्ने। Here set S in R is closed. र मानौं कि एउटा सेट S के छ R मा क्लोज छ। We have to show, हामीहरुलाई के देखाउनु छ, it contains all of its limit point। सबै लिमिट पोइन्टहरु सेट S मै हुन्छ भनेर हामीहरुलाई के गर्नु छ, प्रुभ गर्नु छ। सपोज CB limit point of S and assume C doesn't belongs to set S। एउटा लिमिट पोइन्ट C लिम जुन S मा बिलोङ गर्दैन भनेर एज्युम गरौं है। हाम्रो थ्योरमले के भन्छ, सबै लिमिट पोइन्टहरु S मै हुन पर्छ भनेर भन्छ भने हामी एज्युम गरौं कि S मा बिलोङ गर्दैन। देन C S मा बिलोङ गर्दैन भने C बिलोङ गर्छ R माइनस S मा। यदि यो C S को एलिमेन्ट हैन भने C केसको एलिमेन्ट हो, C हो R माइनस S को। अब C कस्तो खाली सेट हो, S कस्तो खाली सेट हो, S त क्लोज सेट हो। S in R is closed। As S is closed set, then R minus S is open set। यदि S क्लोज सेट हो भने R minus S ओपन सेट हो। अब ओपन सेट को प्रोपर्टीले के भन्छ भनेपछि ओपन सेटमा भएका एलिमेन्टहरु सबै त्यसको के हो, इन्टेरियर पोइन्ट हो। देन C is interior point of R minus S। यदि R minus S मा C छ र R minus S ओपन सेट हो भने यो C के हो, यसको इन्टेरियर पोइन्ट हो। अब इन्टेरियर पोइन्ट भन्नाले के हुन्छ भनेपछि सो यो इन्टेरियर पोइन्ट को नेबरहुड पोइन्टहरु के हुन्छ, R minus S को सबसेट हुन्छ फर R। यदि यो ओपन सेट हो भने यो इन्टेरियर पोइन्ट हो। इन्टेरियर पोइन्ट को नेबरहुड पोइन्टहरु के हुन्छ, यो ओपन सेट भित्र नै एक्जिस्ट गर्छ। अब यो R minus X मा एक्जिस्ट गर्छ भन्नुको अर्थ देन यो नेबरहुड पोइन्ट केमा एक्जिस्ट गर्दैन, डज नट एक्जिस्ट अन सेट S।
यो सेट यासमा हुँदैन भनेर यो हाम्रो एजम्पसनले भन्छ, जुन कुरा के हो कन्ट्राडिक्सन हो, which contradicts that C is a limit point of set yes। यो कन्ट्राडिक्सन किन भयो भनेपछि सी भनेको त यसको लिमिट पोइन्ट हो, यसको लिमिट पोइन्ट भइसकेपछि यसको नेबरहुड पोइन्टहरु सबै यसको सबसेट हुन पर्ने हो, तर हामीले सी लाई के भनिम यसमा पर्दैन आर माइनस यसमा पर्छ भनिम, आर माइनस यस ओपन भयो भनेपछि यो सी को नेबरहुड पोइन्टहरु आर माइनस यस भित्र हुन्छ भनेपछि यस भित्र हुने नै भएन, त्यो भइसकेपछि हाम्रो सबै एजम्पसन के भयो फेल भयो। त्यसैले यदि सी लिमिट पोइन्ट हो भने यसमा नै हुनुपर्छ, यदि सी यसमा छैन भने लिमिट पोइन्ट हुन सक्दैन। अब यसको कन्भर्स गरौँ। कन्भर्सली लेट S contains all of its limit point। ल मानौं कि के छ यसमा आफ्नो सबै लिमिट पोइन्टहरु छ। टु प्रुभ हामीलाई के देखाउनु छ अब सेट S is closed in रियल नम्बर, सेट S चाहिँ के छ क्लोज छ भनेर देखाउनु छ। अब यसलाई क्लोज हामीले कसरी देखाउन सकिन्छ भनेपछि r माइनस s लाई ओपन देखाएर पनि देखाउन सकिन्छ, और r माइनस s इज ओपन। अब r माइनस s लाई हामीले ओपन कसरी देखाउँछौं भनेपछि लेट अस कन्सिडर अ पोइन्ट C which is not a limit point of S। एउटा पोइन्ट C मानौं जुन के हैन S को लिमिट पोइन्ट हैन भनेपछि देन फर r ग्रेटर देन 0 भनेपछि कुनै पोजिटिभ r लिम भने यो C को नेबरहुड पोइन्टहरु केमा पर्दैन यसमा पर्दैन। अब यसमा पर्दैन भनेपछि कसैमा त पर्नु पर्यो, यो केमा पर्छ दैट मीन्स यसले बनाउने नेबरहुड पोइन्टहरु r माइनस s मा पर्छ भनेपछि प्रत्येक पोइन्टहरु जुन यसमा हुँदैन त्यो लिमिट पोइन्ट पनि हैन, र लिमिट पोइन्टमा नभइसकेपछि त्यसले बनाउने नेबरहुड पोइन्टहरु r माइनस s मा पर्छ। दैट मीन्स अब सबै पोइन्टहरु जुन s मा छैन भनेपछि त्यो लिमिट पोइन्ट हैन, त्यो लिमिट पोइन्ट नभइसकेपछि त्यसको बाउन्ड्री पोइन्टहरु के हुन्छ r माइनस s मा पर्छ भनेपछि दैट मीन्स C इज interior point of r minus s, र कुनै पनि पोइन्ट r minus s को इंटेरियर हो भने r minus s के हो r minus s ओपन सेट हो, देन r minus s इज ओपन सेट। r minus s ओपन सेट भइसकेपछि we can conclude हामीले के कन्क्लुड गर्न सक्छौं S is closed set। अब हामी फरवर्डबाट पनि गयौं ब्याकवर्डबाट पनि गयौं, हामीलाई के थाहा भयो therefore a set S in R is closed if and only if it contains all of its limit point।
प्रुभ हुन्छ हाम्रो थ्योरम।